पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा 18 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। घाइतेमध्ये 24 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ भने 1 जनाको धादिङमा नै उपचार भइरहेको छ। धादिङको बेनीघाटमा रहेको रोडाङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइना धाराबाट आज बिहान करिब 1:15 बजेतिर G2 ख 1421 नम्बरको बस त्रिशुलीमा खसेको हो। यस विषयमा थप जानकारी दिन फेरि पनि हाम्रा धादिङ संवाददाता पोषनाथ अधिकारी जोडिनु भएको छ। पोषनाथजी, अघि यहाँले भन्दै हुनुहुन्थ्यो त्यहाँको अहिलेको अवस्था के छ, उद्धार कार्यमा कतिको कठिनाई छ, अझै के हुँदैछ र के कारणले गर्दा दुर्घटना भएको हो, केही जानकारी भयो? सुरेन्द्रजी, अघि हामी यही विषयमा अपडेट गर्दै थियौँ। यहाँ यो दुर्घटना भएपछि त्यहाँ धेरै मान्छेहरू अस्पताल आसपासको क्षेत्रमा आउने र इन्टरनेटको चाहिँ अलिकति समस्या भएको हुनाले हामीले यहाँको प्रत्यक्ष सबै कुरो देखाउन पनि सकेनौँ। म फेरि यसलाई निरन्तरता दिन चाहन्छु। अघि हामीले जानकारी गरायौँ 24 जना घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने 1 जना न्युजिल्यान्डको नागरिक हुनुहुन्छ। उहाँ सामान्य घाइते भएको हुनाले उहाँको यहीँ उपचार भइरहेको छ। उहाँले म थप उपचारका लागि मलाई काठमाडौँ जानु पर्दैन भनेपछि उहाँको सामान्य उपचार यहाँ भइरहेको छ। घाइतेको हकमा बाँकी रहेका घाइतेहरूलाई काठमाडौँ पठाइयो, 1 जना मात्रै यहाँ बाँकी हुनुहुन्छ भन्ने रह्यो। त्यसै गरी मृतकहरू जो घटनास्थलमै मृत्यु भएका 17 जना, अहिले हामी यहाँ कुराकानी गरिरहँदाखेरि त्यो शवहरू यतिखेर गजुरी स्थित त्यहाँको सामुदायिक अस्पतालमा पोस्टमार्टमका लागि भनेर मलेखुबाट गजुरीतर्फ पठाइएको छ भर्खरै। भने त्यो घटनास्थलमा जहाँ बस खसेको ठाउँ छ, बस खसेको ठाउँमा तल अरू पनि कतै यात्रुहरू हराइरहेका छन् कि भन्ने हिसाबले सुरक्षाकर्मीहरूले यतिखेर त्यहाँ खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। 18 ठाउँमा खसेको बस भएको हुनाले कतै केही यात्रुहरू उछिटिएर नदीमा खसेका छन् अथवा बसमा तल चेपिरहेका पनि हुन सक्छन् भन्ने हिसाबले सुरक्षाकर्मीहरूले अहिले त्यो खोजी कार्यलाई चाहिँ निरन्तरता दिइरहनु भएको छ। त्यहाँ ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू हुनुहुन्छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीका सबै सुरक्षाकर्मीहरू र त्यहाँका स्थानीयहरू पनि यो उद्धारका लागि सहयोग गरिरहनु भएको छ। राति मध्यरातमा भएको दुर्घटना भएको हुनाले दुर्घटना यसरी नै भयो भन्ने कुराको यकिन त छैन। तर हामीले विगतदेखिका दुर्घटनाहरूलाई हेर्दै आउँदाखेरि दुर्घटनास्थललाई हेर्दाखेरि पनि दुर्घटनास्थल भर्खरै निर्माणाधीन चरणमा रहेको सडक, त्यहाँको स्तर उन्नति सकिसकेको र सडकको अवस्था पनि सामान्य अवस्था रहेको ठाउँमा नै दुर्घटना भएको छ। त्यसले गर्दाखेरि पोखराबाट आएको काठमाडौँ जान आएको सवारी साधन भनेपछि बिचमा उसले काहीँ खाना खान रोकेको र खाना खाएपछि 1-1.5 घन्टा मात्रै यो सवारी साधन अगाडि बढेको हुनसक्छ भनेर अनुमान गर्न सकिन्छ। यसलाई मैले किन जोड्न खोजेको हो भने सुरेन्द्रजी, खाना खाएपछि अगाडि बढेको सवारी साधन कतै चालक चाहिँ त्यहाँ आइपुग्दाखेरि निदाएर दुर्घटना भएको हो कि भन्ने खालको त्यो दुर्घटना स्थलको प्रकृति हेर्दाखेरि हामी त्यसरी अनुमान गर्न सक्छौँ। तर यद्यपि यही नै हो भन्न सकिने अवस्था भने अहिलेसम्म छैन सुरेन्द्र। यहाँले बताइरहँदाखेरि यो अनुमान हामी गर्न सक्छौँ। रातको समयमा भएका कारणले गर्दा के भयो कसो भयो अहिले सबैजना उद्धारमै खटिएका कारणले गर्दा बुझ्न सकिएको छैन। यसमा चालक दलका सबै सदस्यको पनि मृत्यु भएको हो। सुरेन्द्रजी, घाइतेहरूको नामहरू सङ्कलन हुँदै गएको छ। तर त्यहाँ चाहिँ चालक सहचालक को हो भन्ने कुरा एकदिन नखुलेको र त्यहाँ चाहिँ एउटा देशबढी चाहिँ त्यो सवारी साधनको मालिक हो भन्ने हिसाबले चाहिँ उहाँको परिचय दिइएको छ। तर चालक चाहिँ त्यहीँ हो अथवा चाहिँ चालक हम्फाल्न सफल भएर उनी सम्पर्कमा छैनन् भन्ने कुरा चाहिँ अझै खुलिसकेको छैन। ट्राफिक प्रहरीले यो सवारी साधनमा कति चलानी लिएर उहाँबाट छुटेको थियो भन्ने कुरा पनि त्यहाँको चाहिँ बस व्यवसायी समितिसँग अहिले चाहिँ सोधिरहेको छ। त्यहाँबाट कति यात्रुहरू चढेर आएका थिए अनि त्यो बसमा चाहिँ चालक दलका सदस्यहरू कतिजना थिए भन्ने कुरा पनि यकिन भइसकेको छैन। त्यसले गर्दाखेरि चालकको अवस्था के हो भनेर पनि अहिले भन्न सकिने अवस्था छैन। तर दुर्घटनाको प्रकृति हेर्दाखेरि भने चालक त्यहाँ फाल्न सक्ने अथवा चालक सुरक्षित रहन सक्ने भन्ने खालको चाहिँ त्यहाँ त्यस्तो देखिँदैन। पोषनाथजी, यहाँले बताइरहँदाखेरि अब थप विवरण आउने क्रम जारी छ। भर्खर उज्यालो भएको छ। अब पोखराबाट छुट्दा कति यात्रु चढेका थिए लगायतका विषयमा फेरि जानकारी आउला। अहिले घाइतेहरूको उपचारका लागि 24 जनालाई काठमाडौँ ल्याइएको छ। अन्यको चाहिँ त्यहाँनेरि धादिङमै पनि उपचार गरिरहेको छ भनेर भन्नुभयो। उहाँहरूको अवस्था चाहिँ कस्तो छ सबैजनाको?
त्यहाँ रातिदेखि जो उद्धारमा खटिरहनु भएको थियो उहाँहरूसँग पनि हामीले कुराकानी गऱ्यौँ। उद्धार पहिलो चरणमा उद्धार गर्दाखेरि कस्ता कस्ता घाइतेहरूलाई तपाईँले पठाउनुभयो, के अप्ठ्याराहरू रहे भन्ने विषयमा पनि हामीले उहाँहरूसँग कुराकानी गरेका थियौँ। उहाँहरूको भनाइलाई हामीले आधार मान्ने हो भने त्यहाँबाट पठाइएका 25जना मध्ये 5-6 जना चाहिँ उहाँहरू राम्रै बोलिरहनु भएको थियो र उहाँहरूकोमा सामान्य चोटपटक देखिएको थियो भने झन्डै 9-10 जना मान्छेहरू चाहिँ अनकन्सियस हुनुहुन्थ्यो, उहाँहरू बेहोस अवस्थामा हुनुहुन्थ्यो। उहाँहरूको चाहिँ अब विभिन्न ठाउँमा चोटपटक र अनि धेरै नै त्यो ब्लिडिङहरू भइरहेको अवस्थामा हामीले पठाएको हो। त्यसले गर्दाखेरि चाहिँ यो मानवीय क्षति चाहिँ बढ्न पनि सक्छ भन्ने उहाँहरूको यो उद्धारमा खटिनेहरूको चाहिँ उहाँहरूको अनुभव रह्यो। उहाँहरूले चाहिँ उद्धार गरेर पठाएको घाइतेहरूको अवस्थालाई हेरेर उहाँहरूले भन्नुभएको छ। यद्यपि अब यहाँबाट काठमाडौँतर्फ पठाइँदैछ र बिरामीहरू काठमाडौँका अस्पताल पुगिसकेका छैनन्। त्यसले गर्दाखेरि हामीले चिकित्सकहरूसँग त्यो उपचारमा संलग्न रहेका प्राइमेरी उपचारमा संलग्न रहेका चिकित्सकहरूसँग पनि हामीले कुराकानी गर्न सकेका छैनौँ। त्यसले गर्दाखेरि 10 जना भन्दा बढी चाहिँ एकदमै गम्भीर प्रकृतिका चाहिँ घाइतेहरू हुनुहुन्छ। केही 5-7 जना चाहिँ त्यो आउट अफ रिच हुनुहुन्छ भनौँ न। उहाँहरूको चाहिँ अहिलेको अवस्था हेर्दाखेरि उहाँहरू बोलिरहनु भएको छ। त्यसले गर्दाखेरि चाहिँ केही चाहिँ अलि सामान्य अवस्थामा हुनुहुन्छ, तर 10 जना भन्दा बढी चाहिँ एकदमै गम्भीर प्रकृतिको चाहिँ घाइते हुनुहुन्छ भनेर उहाँहरूले बताउनु भएको छ। अब यतिखेर बाटोमा चाहिँ एम्बुलेन्सहरूले काठमाडौँतर्फ उहाँहरूलाई लगिरहेको छ। म यसैमा जोडौँ सुरेन्द्रजी, अर्को समस्या त्यहाँ के पनि रह्यो भने त्यहाँ उद्धारकर्ताहरूको भनाइअनुसार रातिको समयमा राजमार्ग क्षेत्रमा रहेका सुरक्षाकर्मीहरूसँग स्थानीयहरूसँग पर्याप्त खालका उपकरणहरू पनि रहेनन्। यद्यपि त्यहाँ घटनास्थलमा जानका लागि पर्याप्त ठुला लाइटहरूसम्म पनि नहुँदाखेरि तत्कालै उद्धार गर्ने कुरामा समस्या भयो। त्यसले गर्दाखेरि पनि यो मृत्यु हुनेको सङ्ख्या बढ्यो भन्ने पनि उहाँहरूको भनाइरहेको छ। अप्ठ्यारो ठाउँ, पर्याप्त चाहिँ यो उद्धार सामग्रीहरू नहुँदाखेरि चाहिँ योभन्दा विगतका दुर्घटनाहरूमा पनि यो राजमार्ग क्षेत्रमा धेरै मान्छेले अकालमा ज्यान गुमाइरहेका छन्। त्यसैको निरन्तरता जस्तो गरेर आज पनि समयमा उद्धार गर्न नसकिने खालको परिस्थिति रहेको उहाँहरूको चाहिँ अनुभव छ। यहाँले बताइरहँदाखेरि उद्धारमा धेरै कठिनाइ भएको छ। रातको समयमा त्यहाँ तपाईँले कुरा गर्दाखेरि एकजना व्यक्तिले भनिरहनु भएको थियो दिउँसोको समयमा थियो भने धेरैजनाको ज्यान बचाउन सकिन्थ्यो, मोटर बोटहरूको हेलीहरूको प्रयोग गर्न सकिन्थ्यो भन्ने कुरा गरिरहनु भएको छ। अब यसमा अरू उद्धारमा संलग्न व्यक्तिहरू के भन्नुहुन्छ? सुरुमा कसरी देखेछ यो दुर्घटना भएको? दुर्घटना भएको स्थल चरौँदी बजारबाट झन्डै 100 मिटर मात्रै माथिबाट आएपछि दुर्घटना भएको छ। दुर्घटना भएको कुरा चाहिँ त्यो दुर्घटना भएको क्षेत्रभन्दा पनि त्रिशुली नदीभन्दा पारिपट्टिको बस्तीबाट यहाँ चाहिँ झन्डै 100 मिटर तल बस खस्दाखेरि निकै ठुलो आवाज आयो। निकै ठुलो आवाज आएपछि सुरेन्द्रजी यो राजमार्ग क्षेत्रमा धेरै दुर्घटना भइरहने भएको हुनाले पनि यो आसपासका नागरिकहरू ठुला आवाजहरू आउने बित्तिकै दुर्घटनाको भयले एक खालको चाहिँ भयमा पनि बसिरहेका हुन्छन्। अनि उनीहरूले त्यहाँ चाहिँ ठुलो आवाज आएपछि दुर्घटना भएको हो कि भनेर सो क्षेत्रका चाहिँ स्थानीयहरूलाई उहाँले टेलिफोन गरेर जानकारी गराउनु भयो। त्यसपछि चाहिँ नै स्थानीयहरू चाहिँ छेउमा जाँदाखेरि त्यहाँबाट गाडी खसेको आशंका भयो। त्यसपछि तल मानिसहरू रुवाबासी गर्न थालेपछि अनि स्थानीयहरूले प्रहरीलाई जानकारी गराएर अनि उद्धारको प्रक्रिया अगाडि बढ्यो। फेरि त्यहाँ कस्तो छ भने सुरेन्द्रजी, जहाँबाट बस खस्यो, बस खसेको ठाउँबाट नै उद्धारकर्ताहरू तल झर्न सक्ने अवस्था छैन। झन्डै 10 देखि 15 मिनटको चाहिँ बाटो घुमेर मात्रै त्यहाँ पुग्न सकिन्छ भने त्यही घटनास्थल जहाँ बस खसेर पुगेको छ त्यही ठाउँमा पुग्न चाहिँ सिधै हिँडेर जानलाई कि भिरको बाटो प्रयोग गरेर जानुपर्छ भने नदीपट्टिबाट जाँदाखेरि बोट तरेर बोटबाट मात्रै पार गर्नुपर्ने खालको निकै अप्ठ्यारो ठाउँ छ। त्यसले गर्दाखेरि पनि उद्धारमा अलिकति समस्या भयो, अप्ठ्यारो भयो भन्ने खालको चाहिँ उद्धारकर्ताहरूको अनुभव रह्यो। अब अस्पतालहरूमा अथवा त्यो क्षेत्रमा मृतक हुने अथवा घाइते हुनेका कोही आफन्तहरू खोज्दै आएका छन् कि छैनन्? रातिको समयको दुर्घटना भयो र यो पोखरादेखि काठमाडौँका लागि आउने रात्रि बसहरू रातको समयमा राजमार्ग क्षेत्र छोटो दूरी भएको हुनाले पनि बिचबिचमा रोकिँदै अनि काठमाडौँ पुग्ने भएको हुनाले पनि सामान्यतया आफन्तहरू मध्यरातको समयमा हुनाले खोजी गर्ने भन्ने पनि अलिकति कम हुन्छ होला। त्यो हिसाबले पनि यो अस्पतालहरूमा अथवा दुर्घटना स्थलमा पनि आफन्तहरू आइपुग्ने क्रम त्यति सुरु भएको जस्तो हामीले देखेका छैनौँ।
किनभने म अहिले अस्पतालमा छु, अस्पतालमा आफन्तहरू कोही पनि आइपुग्नु भएको छैन। बस समितिसँग भर्खरै सम्पर्क हुँदैछ, त्यसले गर्दाखेरि आफन्तहरू अहिले आइपुग्नु भएको छैन। तर यहाँ प्रहरीहरूसँग यद्यपि हामीलाई पनि विभिन्न व्यक्तिहरूले हाम्रा आफन्त फलानु नाम गरेका आफन्तहरूको अवस्था कस्तो छ भनेर टेलिफोन गर्ने र बुझ्ने क्रम भने सुरु भएको छ। पोखराबाट धेरै यात्रुहरू त्यहीँबाट चढेको हुने भएकोले पनि त्यहाँबाट यहाँ आइपुग्ने समयका हिसाबले पनि अब बिस्तारै बल्ल आफन्तहरू आइपुग्ने समय हुँदैछ। अहिलेसम्म कोही आफन्तहरू आइपुग्नु भएको हामीले भेटेका छौँ। पोषनाथजी, अब अन्त्यमा तपाईँ दुर्घटना भएको खबर थाहा पाउने बित्तिकै मध्यरातमै भनौँ एउटा अँध्यारै समयमा तपाईँ त्यहाँ समाचार सम्प्रेषण गर्न जानुभयो। सुरुमा जाँदा तपाईँले कस्तो दृश्य देख्नुभयो अन्तिममा बताइदिनुहोस्। यो 1:15 बजेतिरको दुर्घटना हो। मैले खबर पाउँदाखेरि लगभग 1:20 जति गएको थियो। मैले जब दुर्घटनाको खबर पाएँ त्यसपछि दुर्घटनाको प्रकृति कस्तो हो भन्ने कुराको मैले जानकारी लिइसकेपछि सदरमुकाममा जहाँ म बस्छु त्यहाँबाट दुर्घटनास्थल भनेको लगभग 40 किलोमिटरको दूरीमा पर्छ। त्यसपछि मैले यो दुर्घटना गम्भीर प्रकृतिकै दुर्घटना हो भन्ने भएपछि म त्यहाँबाट म आफ्नै साधनमा यहाँ आइपुगेँ। झन्डै मलाई यहाँ आइपुग्नलाई लगभग 1 घन्टाको समय लाग्यो। म 2:15 देखि 2:30 को बिचमा म यहाँ आइपुगेको थिएँ। जब म दुर्घटनास्थलमा आइपुगेर जहाँ बस खसेको छ त्यहाँ झर्ने बेलामा निकै अप्ठ्यारो भिडमा मसँग धादिङकै अर्का सञ्चारकर्मी शिव सिलवाल हुनुहुन्थ्यो। हामी दुईजना निकै अप्ठ्यारोसँग त्यो भिडबाट दुईजनाले एकले अर्कोलाई लाइट देखाउँदै हातले समाउँदै हामी त्यहाँ पुग्यौँ। सुरेन्द्रजी, जब म त्यो बस खसेको ठाउँमा पुगेँ यति धेरै अत्यास लाग्दो हृदय विदारक दृश्य थियो कि त्यहाँ हामी पुग्दाखेरि त्यो शवहरू यत्र तत्र छरिएका अवस्थामा थिए। घाइतेहरूको उद्धार हुँदै थियो। कोलाहलको चाहिँ वातावरण त्यहाँ सिर्जना भएको थियो। के भएको हो, कसरी दुर्घटना भयो, कतिपय स्थानीयहरू त्यहाँ गएर त्यो त्यहाँको विवस्त दृश्य देखेर पनि भावविवल भइरहेको अवस्था थियो। अब धेरै मानिसहरू जो त्यो रेस्क्युका लागि उद्धारका लागि भनेर राति घरबाट चाहिँ अब रातको समयमा नजिकै भएको दुर्घटना हेर्न मात्रै भनेर आएका स्थानीयहरू रातको समयमा उहाँहरू आफूलाई पर्याप्त भनौँ न यो जाडोको समयमा न्यानो पनि नबनाइकन आएका स्थानीयहरूले निकै कठिन परिस्थितिसँग जुझेर उद्धार गरिरहनु भएको थियो। म हाम्रो टेलिभिजन मार्फत नै उहाँहरूको सराहना पनि गर्न चाहन्छु। राजमार्ग क्षेत्रमा पटक पटक यस्ता खालका दुर्घटनाहरू हुन्छन् र दुर्घटनामा सबैभन्दा पहिला स्थानीयहरूले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् र जसका कारणले धेरै मानिसहरूले अकालमा ज्यान गुमाउनबाट चाहिँ जोगिन्छन् पनि। आज पनि त्यही परिस्थिति हामीले त्यहाँ जाँदा देख्यौँ। निकै ठुलो सङ्ख्यामा स्थानीयहरू त्यसपछि सुरक्षाकर्मीहरूको उपस्थिति थियो। त्यो अवस्था हेर्दाखेरि त्यो भावनात्मक हिसाबले पनि नागरिकहरू अझै पनि सहयोग गर्ने कुरामा नागरिकहरू सचेत छन्, उद्धारमा सचेत छन् भन्ने पनि देखिन्छ। सुरेन्द्र हुन्छ पोषनाथजी, यहाँलाई यो जानकारी अनि स्थलगत रिपोर्टिङको लागि धेरै धेरै धन्यवाद। पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा 18 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। घाइतेमध्ये 24 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ भने 1 जनाको धादिङमा नै उपचार भइरहेको छ। यस विषयमा अन्य बुलेटिनमा पनि हामी थप जानकारी गराउनेछौँ।